सक्नुहुन्छ भने एमालेको केपी ओली, कांग्रेसको शेरबहादुर देउवा हैन, रासपाको रवि लामी छाने विभिन्न खालका पार्टीका अध्यक्ष र हर्क साम्पाङ, श्रम संस्कृतिको हर्क साम्पाङलाई राखेर एउटा कार्यक्रम गर्नुहोस् है। अनि भिजन जाँचौं, 3 करोड नेपालीले संसारले भिजनको कुरा गरोस्, अनि भिजन हेरौं। कर्दमुरीको बुट्टी लिएर आएको हो र यहाँ 1000 वर्षको आयु लिएर आएको मान्छे कोही छ यहाँ? हात उठाइदिनुहोस् त, म छु भनेर हैन। उसको मर्ने आयुसम्म उसलाई बाँच्न दिउँ, हामीले सहयोग गरौं है। पार्टीको कुरा, जातिको कुरा, धर्मको कुरा लिएर नलडौं। विदेशीले हामीलाई त्यसरी फुटाएर लडाएको छ, हामीले आज बुझ्नुपर्छ है। एउटाले भन्छ ठोक, यताबाट भन्छ फेरि ठोक, हामी बीचमा बसेर ए भाइ रोक, ठोक होइन ढुङ्गा बोक, मिलेर ढुङ्गा बोक हैन। श्रमदान गर्नुपर्छ। अब आदरणीय दाजुभाइ दिदीबहिनीहरू, नीतिले मात्रै बन्दैन देश। सबैले मैले सुनिन, सबैले नीतिले मात्रै बन्दैन देश, श्रमदान गर्नुपर्छ। अब हो, हामी सबैजना श्रमदाता बन्नुपर्छ। श्रमदाता त्यो हो जो देशको लागि श्रम गर्छ। पेटको लागि चरा मुसा कमिला हैन, फट्याङ्ग्रा पनि बाँचेको छ, तर देशका लागि पनि हामीले काम गर्नुपर्छ। देशका लागि काम गर्ने मान्छेलाई हामी श्रमदाता भन्छौँ। तपाईहरु देशका लागि काम गर्न तयार हो? यार सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। यो श्रम संस्कृतिको बारेमा मैले धेरै भनिसकेको कुरा छ। विदेशी ऋण होइन, हाम्रै पाखुरा कोतममा यो देश बनाउनु पर्छ भन्ने चेतना हो श्रम संस्कृति। तपाईहरु तयार हुनुहुन्छ? अल्छी हामी यो देशलाई युक्रेन जस्तो भएको देख्न चाहने हो हामीले? यदि त्यसो होइन भनेदेखि तपाईको चाहिँ यहाँ यो देशमा सैन्य अभ्यास गरिनु हुँदैन। एमसीसी भनेको यो देशलाई युद्ध भूमि बनाउने सम्झौता हो। त्यो विषय सम्झिनु। अनि अर्को साम्पाङले बोल्दै गरेको यो कुरा सम्झिनु, मेरो अनुहार सम्झिनु, अनि भोट हाल्नु है। अनि भोट हाल्नु। यो भन्दैछु, अर्को साम्पाङ झुट बोल्दैन। भोलिको दिनमा दुःख पाउने दिन आउँछ। त्यो दुःख मैले पनि पाउँछु, तपाईले पनि पाउनुहुन्छ। म एक्लैले पाउने त होइन, हुन त तपाईले पनि दुःख पाउनुहुन्छ। आदरणीय दाजुभाइ